हजुर साथीहरू, आज 2081 साल 12 महिनाको 6 गते। आज चाहिँ टप ब्रोकरबाट चाहिँ टप होल्डिङलाई टप 10 ब्रोकरहरूबाट चाहिँ के स्टकहरू चाहिँ उठायो त, त्यो कुरा म तपाईँलाई यहाँ जानकारी दिन गइरहेको छु। सबैभन्दा धेरै आज 58 नम्बरले कारोबार गरेको छ। 58 नम्बरले सबैभन्दा धेरै के चाहिँ बाई गरेको त भन्दाखेरि यानारायण बाई गरेको छ। 36,179 किता चाहिँ बाई गरेको छ, जसको रेट 1428 रुपियाँको दरले किनेको छ। यो चाहिँ एभरेज रेट हो। यो चाहिँ त्यसै गरी एलएसएल 87,215 आज बाई गरेको छ 222 को दरमा। त्यसै गरी एएनएलबी 3468 किता बाई गरेको छ 4903 रुपियाँको दरले। त्यसै गरी आरएचपीएल 23,438 रुपियाँ बाई गरेको छ, सरी किता बाई गरेको छ, यसको 402 रुपियाँ परेको छ। त्यसै गरी एचकेपीएल, त्यसै गरी एनएनबी, त्यसै गरी पिसिबिएल, त्यसै गरी एसबिएल, त्यसै गरी सर्वोत्तम, त्यसै गरी केबिएल सर्वोत्कृष्ट टप 10 स्टकहरू चाहिँ यसरी जानकारी दिन गइरहेको छु तपाईँलाई। त्यसै गरी 49 नम्बरको ब्रोकरले चाहिँ सबभन्दा बढी एनआरआइसी किनेको छ। 31,000 त आज क्वान्टिटीमा चाहिँ स्टक किनेको छ। यो चाहिँ एनआरआइसी होइन, 1278 को दरमा चाहिँ। त्यसै गरी युएचइडब्ल्युए होइन 30,630 किता किनेको छ। त्यसै गरी युनियन एसपिएल 27,423 किनेको छ। त्यसै गरी एसपिबिएल 7,223 किता किनेको छ। त्यसै गरी एमबिएल 18,773 किता किनेको छ। त्यसै गरी एलएसएल 19,197 किता किनेको छ होइन। त्यसै गरी एलआइसिएन 4,112 किता। त्यसै गरी एचआरएल 4,065 किता। त्यसै गरी जिएचएल 12,463 किता। त्यसै गरी केबिएल 15,939 किता बाई गरेको छ। त्यसै गरी अर्को टप 10 भित्र रहेको छ। तेस्रो नम्बरबाट सफल भएको छ 42 नम्बरको ब्रोकर, जसले सबभन्दा बढी एनआरएन किनेको छ 44,194 किता। त्यसै गरी एसएपीडीबीएल किनेको छ 7,867 किता। त्यसै गरी सियालाई किनेको छ 6,869 किता। त्यसै गरी एसबिएल किनेको छ 12,113 किता। तपाईँ यो कसरी चाहिँ टप 10 भित्र पऱ्यो भन्दाखेरि चाहिँ अमाउन्टको आधारमा है साथी हो। अमाउन्टको आधारमा चाहिँ टप 10 भित्र परेको स्टकहरू तपाईँलाई मैले भन्न गइरहेको छु। त्यसै गरी तमल किनेको छ आज 265 किता। त्यसै गरी एनआइसी किनेको छ 1389 किता। त्यसै गरी सिआरजेसी किनेको छ 750 किता। त्यसै गरी एनएसडीएल किनेको छ 2000 किता। त्यसै गरी एनएमबी किनेको छ 6,022 किता। त्यसै गरी जेबीबीएल किनेको छ 4,215 किता किनेको छ। त्यसै गरी टप 10 भित्र चौथो नम्बरमा सफल भएको ब्रोकर रहेको छ 34 नम्बर। 34 नम्बर ब्रोकरले सबभन्दा धेरै कुन चाहिँ स्टक किनेर आज भन्दाखेरि एनआरआइसी किनेको छ। एनआरआइसी 7,370 किता किनेको छ 1275 को दरमा होइन। त्यसै गरी एससीपी किनेको छ 11,318 किता। त्यसै गरी एनआरजी किनेको छ 8,292 किता। त्यसै गरी एमएलबीबीएल किनेको छ 2,982 किता। त्यसै गरी साइन किनेको छ 2,380 किता। त्यसै गरी एमकेजेसी किनेको छ 7,828 किता। त्यसै गरी एनएमएफबीएस किनेको छ 1600 किता। त्यसै गरी एसजीआइजी किनेको छ 2,934 किता। त्यसै गरी एनआइसिएल किनेको छ 1626 किता। त्यसै गरी साहस किनेको छ 2906 किता किनेको छ। त्यसै गरी टप 10 भित्र पाँचौँ नम्बरबाट सफल भएको छ ब्रोकर नम्बर 44। 44ले चाहिँ आज के बाई देखाएर है साथी हो। एनएमएफपीएस किनेको छ 13,764 किता। आरएनएल किनेको छ 17,700 किता। त्यसै गरी एनआरजी किनेको छ 5,511 किता। त्यसै गरी एलआइसिएल किनेको छ 3,973 किता। त्यसै गरी केएसबीबीएल किनेको छ 4,984 किता। त्यसै गरी एसबीआई किनेको छ 5,088 किता। त्यसै गरी एमइएन किनेको छ 3,351 किता। त्यसै गरी एएलआइसिएल किनेको छ 2,569 किता। त्यसै गरी एसएनएच किनेको छ 1,870 किता। त्यसै गरी एनएलआइसी किनेको छ 2,344 किता रहेको छ। साथीहरू, यो चाहिँ आज जुन चैतको 6 गतेको दिन टप 5 ब्रोकरबाट तपाईँलाई मैले टप 10 स्टकहरू कुन कुन किनेर भन्ने कुरा तपाईँलाई मैले यहाँ सरसर्ती जानकारी दिएँ है त। धन्यवाद।